जब टोन्डे दाई वाच पार्टी गरिरहेको हुन्छ, उहाँको लाइभ च्याटमा भनिरहेको हुन्छ राम्रो खेल्छु तर मेरो टिम छैन भनेर। यो कुरालाई लिएर टोन्डे दाईले आफ्नो साइडबाट सजेसन दिनुभएको छ, के गर्दा राम्रो हुन्छ, के गर्नुपर्छ भनेर। म राम्रो खेल्छु तर के गर्नु, मेरो टिम छैन नि। मलाई भात बनाउन राम्रो आउँछ तर प्रेसर कुकर छैन नि। म कुक राम्रो हो तर मैले काम पा छैन नि। मलाई पढ्न राम्रो आउँछ तर स्कुल गएको छैन नि। मलाई पढ्न मन छ तर पैसा छैन नि। यो भनेर भयो त? तिमीले राम्रो खेल्न आउँछ भने चाहिँ राम्रो टिम बनाउन पनि आउनु पर्यो। हरेक चिज गर्नलाई कोसिस गर्नु पर्यो, टिम खोज्नु पर्यो। त्यो गरेपछि न हुन्छ त नि। आउँछ तर छैन त्यो भनेर त्यो बहाना बनाउनु भएन। सबैको त्यस्तै त हो नि। कसैको चाहिँ बनेर आएको हुन्छ टिम। ल बाबु तिमी जन्मेको रहेछौ, हिरो बाबु तिम्रो चाहिँ यो टिम है। ल देवा बाबु तिमीले आज बुया गर्यो, तिम्रो चाहिँ यो टिम है। लौ तिमीलाई यो टिम दिएको छ, यो टिमसँग चाहिँ तिमीले खेल्यो भने स्पोर्ट जित्छौ। यस्तो पनि हुन्छ र? हुँदैन नि, कसैको हुँदैन। बनाउने हो नि त। अब मैले उहिलेको बेला युट्युब च्यानल नखोलेर मलाई त यार युट्युब गर्न मन छ नि, तर मैले युट्युब च्यानल छैन नि मेरो भनेर भयो त? त्यसरी हुन्छ त कहिले? गर्नु पर्यो नि, गर्नुपर्छ ल। नराम्रो तरिकाले भनेको होइन, तिमीलाई परोस् भनेर भनेको है मैले। तर यो कुरा ल है, फुल एन्ड फाइनल एउटा चिज म भन्छु ल, जसलाई स्पोर्ट्समा इन्ट्रेस्ट छ, स्पोर्ट्समा आउनु मन छ, अब त्यो बहाना गरेर हुँदैन। लाइक मसँग टिम छैन, म राम्रो खेल्छु तर मेरो टिम छैन। हुँदैन टिम, के गर्ने? बनाउनु आफूले। आफ्नो साथीहरू को खेल्छ राम्रो, कनेक्ट हुने। जो राम्रो खेल्छ आफ्नो यस्तो खतरा गेम प्ले बनाएर युट्युबमा हाल्ने, टिकटकमा हाल्ने, सो द्याट जो राम्रो खेल्ने टिम छ उनीहरूले तिमीलाई कन्ट्याक्ट गरोस्, बोलाओस् आफ्नोबाट खेल्नलाई, होइन? त्यसरी हुन्छ है। त्यही भएर जसलाई साँच्चीकै खेल्न मन हुन्छ या केही गर्न मन हुन्छ, मेहनत बिना सम्भव छैन नि त। धेरै मेहनत गर्नुपर्छ। त्यही हो। सुरुवात त सबैले गर्छ तर एन्ड गर्नलाई त कन्सिस्टेन्टली मेहनत गर्नु पऱ्यो नि त। सधैँभरि लागि पर्नु पऱ्यो नि त। त्यो चिजले चाहिँ सक्सेस बनाउने हो नि त। नत्र सबै विनर बन्थ्यो होला, सबै स्पोर्ट्समा राम्रो गर्थ्यो होला, सबैको नाम हुन्थ्यो होला। किन कोहीको मात्र हुन्छ त? किनकि उनी एक्सेप्सनल वेमा उनीहरूसँग ट्यालेन्ट हुन्छ र अनि अरूले जति मेहनत गर्छ त्योभन्दा उनीहरूले बढी गरिराखेको हुन्छ। त्यो भएर है। ल यति भन्दै विश यु अल द बेस्ट।